Hello everyone, welcome back to my another vlog सञ्जित बसल अफिसियल च्यानलमा स्वागत छ तपाईहरुलाई। आई होप सन्चै हुनुहुन्छ होला तपाईहरु अनि म पनि सन्चै छु र आज चाहिँ म रुममै छु, देख्न सक्नुहुन्छ। म चाहिँ रेन्टमा काम गर्न आएको छु र यहाँको रुम चाहिँ कस्तो छ देखाउन गइरहेको छु अनि यहाँको क्याम कस्तो छ देखाउन गइरहेको छु अनि यहाँको सेवा सुविधा पनि देखाउन गइरहेको छु तपाईहरुलाई। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला र भिडियो लाइक गरे भिडियो मन परे भिडियोलाई लाइक शेयर अनि कमेन्ट पनि गर्नु होला है। म अहिले चाहिँ रुममा छु हैन, देख्न सक्नुहुन्छ मेरो बेड यस्तो छ अनि यहाँ हामी जम्मा 1 2 3 4 जना मात्रै हो। सबै साथीहरु चाहिँ इन्डियनहरु छ, अहिले ड्युटीहरु गएको छ। मेरो चाहिँ आज छुट्टी छ, त्यही भएर मेरो चाहिँ बेड यता हैन। रुम एकदमै ठुलो छ तर अब सबै कुरा राम्रो छ, एउटा कुरा नराम्रो छ त्यो चाहिँ भन्न मिल्दैन। त्यही हो है। म के गर्छु म अनि कस्तो चाहिँ क्याम छ म आज देखाउँछु है त। आज म चाहिँ कपडा धुन जाँदैछु। गाइस यस्तो गर्ने सुविधा म चाहिँ कपडा धुन लागिरहेको छु। यहाँ टक्कसँग देख्न सक्नुहुन्छ तपाईँ, एकदमै ठुलो सुविधा जो चाहिँ हैन हामी काम गर्न त युज गर्दैन हुन्छ। टाइम हुँदैन कपडाहरू धुने हैन, त्यो भएर यस्तो मेसिनहरू छ सजिलो। मैले चाहिँ कपडा धोएर पनि अब ट्याक्कसँगले सुकाइसके, देख्न सक्नुहुन्छ तपाईहरुले। टक्क यहाँ ठुलो खाली ठाउँ छत रहेछ, एकदमै ठुलो क्याम्प छ, ठुल्ठुलो बिल्डिङहरू छ। यस कपडा धुन र सुत्न र खाना बस्न त्यस्तो रुट छैन, एकदम राम्रो छ। अलिकति एउटा कुरा चाहिँ नेट राम्रो चल्दैन रुममा राति, सबैले चलाएर पनि होला, डाटा पनि राम्रोसँग चल्दैन, त्यही समस्या हो। तर 11-12 बजेपछि चल्छ, मजाले नै चल्छ नेट पनि। अनि त्यही हो, अब रेन्टमा आइएको छ हैन, आफ्नो क्याम्प भनेको अब आफूले बनाएर खाने राम्रो हुन्छ, जस्तो बनाएर पनि खान पाइयो। तर यहाँ त्यस्तो हुन्न, त्यस्तै छ है ल। यस्तो खालको बिल्डिङहरू छ, सब क्याम हो यिनीहरू। बस्ने क्याम्प चाहिँ हो। अनि यहाँ मेरो बिल्डिङ रुम यस्तो छ है। म तल झर्दैछु। यस्तो छ गाइस, गार्डन सार्डन पनि छ, वरिपरि बिल्डिङहरू, त्यता छ बस पार्किङ त्यो अगाडि हैन।
र यहाँ चाहिँ मुस्लिमहरूको लागि ठुलो मस्जिद छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। र यहाँ चाहिँ ट्याक्कसँगले रुमभित्र चुरोट खान एलाउड छैन नि त, अनि यहाँ चाहिँ चुरोट खाने फाल्टै छ। अनि यो बाटो गयो भने तपाईँको क्यान्टिङ मेसहलतिर जान्छ होइन। अनि यो मस्जिद भयो। यहाँ चाहिँ ड्युटी जाने बेलामा बसहरू लाग्ने ठाउँ। यस्तै सुविधा हुनुपर्ने क्या क्याम्पमा चाहिँ होइन, किनभने जे पनि हुनसक्छ। रुममा त्यस्तो साह्रो गाह्रो भयो भने तपाईँको एम्बुलेन्सहरू पनि यहीँ एकदम सुविधा त्यो छ। देख्न सक्नुहुन्छ एम्बुलेन्स यहीँ छ है। अब आग लाग्यो भने गाडी यहीँ छ है, आगो निभाउने कम्पनीको हो। म चाहिँ बकाला जाँदैछु, पर छ अरे बकाला पसल जाँदैछु। यहाँ देख्न सक्नुहुन्छ सबै यहीँ छ। सबै यहीँ हो, गाडीहरू यहीँ छ। अझ धेरैजनाको ड्युटी छैन होला, त्यो भएर नै गाडीहरू यहीँ छन् होइन। यस्तो छ, ठुलो क्याम्प रहेछ क्या यहाँ, देख्न सक्नुहुन्छ यहाँ बसहरू। म चाहिँ बकाला जाँदैछु होइन। म चाहिँ बकाला गरेर पनि होइन, पसल गरेर पनि एउटा चिसो चाहिँ हान्दै होइन, बिहान भयो भने चाहिँ एउटा चिसो हान्दै अनि ट्याक्क बाहिर निस्केर होइन, अनि यसो हेर्नु पर्यो के कस्तो रहेछ भनेर। देखेको थिएन म अस्ति नै राति आएको होइन, अनि राति आएर राति नै ड्युटी जाने त्यस्तो भइरहेको थियो। अनि कस्तो रहेछ भनेर यसो बाहिर निस्केर हेरौँ भनेको, ट्याक्क देख्न सक्नुहुन्छ हेर्नु कति ठुलो चाहिँ रहेछ क्याम्प पनि। यहाँदेखि सर भने यो सब क्याम्प हो, यहाँभित्र अझै छन् होइन। यहाँदेखि परसम्म रहेछ क्या। यो सब 2 तले यस्तो बिल्डिङ रहेछ क्या, ट्याक्कसँगले देख्न सक्नुहुन्छ। रुम पनि कतिवटा लगभग 1 तलामा 18वटा रुम जति रहेछ। त्यो जतिवटा नै एसी देख्नुहुन्छ त्यो एउटा रुमको हो। यस्तो छ है, यस्तो छ। अब यहाँ चाहिँ कामबाट आएको गाडीहरू पार्किङ गर्ने होइन, कुनैले रुममै लिएर आउँछन्। अनि यसरी यहाँ पार्किङ गर्ने साइड लगाएर च्याट्टोसँगले। अलिक भित्र चाहिँ भित्रै रहेछ, तर एकदम बबाल ठाउँमा होइन। ल गाइस, आजको भिडियो यस्तै हो। कस्तो लाग्यो भिडियो त्यस्तै कमेन्ट गर्नु होला है। ओके बाई बाई, यस्तै छ है।